निर्वाचन आयोगले हामी एउटा दल अब दर्ता गर्दैछौँ, भइसक्यो भन्दा पनि हुन्छ होइन। दलको नाम चाहिँ अब के भनेर अब भ्रंश गरेको थियो होइन। त्यसलाई चाहिँ सच्याउनुपर्छ, त्यो होइन। श्रम संस्कृति पार्टी राख्छौँ हामी आफ्नो दलको नाम। र यो दलको 2-4 विशेषताहरू मैले अघि पनि भनिसकेँ। हामी आफ्नो दलको झन्डा बनाउँदैनौँ। किन बनाउँदैनौँ भने 2 कारण छ। एउटा कारण चाहिँ करोडौँ रुपियाँको कपडा च्यापेर झन्डा बनाइँदो रहेछ। बरु त्योभन्दा गरिब दुखीलाई हामीले चाहिँ नै होइन एक आङ लुगा सिलाइदिनुपर्छ भन्ने हाम्रो रहर छ। अर्को कुरा चाहिँ पार्टीको झन्डा भइसकेपछि चाहिँ राष्ट्रिय झन्डा ओझेल्न पर्दो रहेछ। त्यही पार्टीकै झन्डा बोकेर हिँड्नु मन लाग्दो रहेछ नि। राष्ट्रिय झन्डाप्रतिको हाम्रो मोह सम्मान नहुने भएको कारणले गर्दाखेरि होइन तपाईँको चाहिँ हाम्रो झन्डा हुँदैन। झन्डा हुँदैन। हामी हाम्रो सदस्यहरूलाई कार्यकर्ता भन्दैनौँ, श्रमदाता भन्छ। कोही कसैको कार्यकर्ता भन्दैन, हामी सबै श्रमदाता। त्यो सिधो हामी श्रम गर्छौँ। माटो नछुनेलाई सदस्यता दिँदैन। गफ गर्ने त अरू दलमा जाँदा हुन्छ। गफ गर्ने मान्छे अरू दलमा जाँदा हुन्छ। हाम्रोमा गफ गर्ने मान्छेलाई भ्याकेन्सी हुँदैन है। भाषण गर्नुलाई नेता बन्नु भनिँदैन हामी होइन। काम गरेर देखाउनुलाई, जिम्मेवारी वहन गर्नुलाई, उसको चाहिँ नैतिक आचरणदेखि लिएर इमान्दारी सम्पूर्ण कुरालाई हेरेर हामी नेता चुन्छौँ। अहिले जोडिने क्रममा त जो पनि जोडिँदै जान्छ होला, तर पछि हामी फिल्टर गर्दै सबै फालिहाल्छौँ। त्यो चिज यो चिजहरू छ है। र हामीले अत्यन्तै नयाँ खालको कुराहरू ल्याउँछौँ। हाम्रो पार्टीमा बोल्न पाउने पूर्ण स्वतन्त्रता है। अब जस्तै मिना दिदी मेरो सदस्य हुनुभयो, उहाँले मेरो बारेमा नराम्रो बोल्दा हुन्छ, विक जारी हुँदैन। विक भनेको कोर्रा हो है, इङ्ग्लिसमा कोर्रा भन्छ। कोर्रा चाहिँ चाकमा, सरी तर सिङ्गापुरमा त चाकमै हान्छ हो है। केही छैन त्यो पावर बढी होइन। के छ त्यस्तो नराम्रो कुरा छ होइन। विक हानेर चाहिँ ठिक लाउँछ अरे भन्छ होइन। हामी आफ्नो श्रमदातालाई कार्यकर्ता भन्दैनौँ। एक अर्को कुरा, कुनै किसिमको विक छडी हामी चलाउँदैनौँ। हाम्रो उद्देश्य भनेको यो देशमा कार्यकारी प्रमुखको चुनाव गराउनु हो। पहिलो एजेन्डा त्यो रहन्छ। त्यो अर्थमा हामी दल खोल्दैछौँ, दलीय सिस्टमलाई खतम बनाउनको लागि नै। त्यस पछाडि जो कोही पनि तपाईँको छैन बिना राजनीतिक क्षेत्रको मान्छे पनि उम्मेदवार हुन पाउँछ। जित्यो भने उसले चल्छ। त्यो कुराहरू हामी गर्छौँ। थुप्रै एजेन्डाहरू छ।